हेलो फ्रेंड्स, वीर एक्सप्लेन यूट्यूब चैनल में तपाईहरुलाई स्वागत छ। आजको यो भिडियोमा आज अन्तिम दिन कति आवेदन पर्यो, कति गुणाले बढी आवेदन पर्यो, यो आईपीओ हामीलाई पर्ने चान्स कति रहेको छ र साथै दरमखोला हाइड्रो पावर एनर्जी को बारेमा र सन्वी एनर्जी को आईपीओ कहिले बाँडफाँड हुन्छ भन्ने सम्पूर्ण जानकारी गराउने छु। तो साथीहरु अब ट्रेड टावर कंपनी को बारेमा जानकारी जाना। ट्रेड टावर कंपनी ले जनरल पब्लिक को लागि जेठ 14 गतेदेखि आईपीओ निष्कासन गरेको थियो र आज अन्तिम दिन आवेदन दिने 20 गते अर्थात 20 गतेको 5 बजेसम्म थियो। यो कंपनीले सर्वसाधारणको लागि 32,96,505 किता निष्कासन गरेको थियो। 10 किताको दरले 3,29,650 आवेदनकर्ताले यो सेयर छ। आजसम्म हेर्दा यो कंपनीमा 21,69,891 जनाले आवेदन दिइसक्नु भएको छ र जम्मा चाहिँ 2,57,79,790 शेयर को लागि आवेदन दिनु भएको छ। अब कुरा गरौँ कि यो कंपनी को आईपीओ हामीलाई पर्ने चान्स कति रहेको छ। त साथीहरु यो कंपनीमा चाहिँ ओभर सब्सक्राइब 7.85 टाइम्स रहेको छ, अर्थात 7 र 8 जना मध्ये कुनै एक जनालाई पर्ने छ। 7-8 जनामा एक जनालाई पर्ने चान्स हुन्छ। अब तपाईहरुलाई हाइड्रो पावर एनर्जी को बारेमा विस्तृत रूपमा जानकारी गराउन गइरहेको छु। हाइड्रो पावर एनर्जीले धितो पत्र बोर्डबाट आईपीओ निष्कासन को अनुमति पाएको छ अनि यो दरमखोला चाहिँ हाइड्रो पावर सेक्टर को कंपनी हो अनि यो कंपनीले 39,50,000 युनिट अर्थात 39,50,000 जति शेयर निष्कासन गर्नेछ र प्रत्येक शेयर अर्थात प्रत्येक किताको मूल्य आरएस सही रहेको छ र यो कंपनी को मैनेजर चाहिँ यलेस कैपिटल हो। अब साथसाथै तपाईहरुलाई सन्वी एनर्जी को आईपीओ कहिले बाँडफाँड हुन्छ भन्ने बारेमा जानकारी गराउन गइरहेको छु। सन्वी एनर्जी को आईपीओ बाँडफाँड चाहिँ यही हप्ताको शुक्रबारसम्म हुने छ र यदि केही कारणवश शुक्रबार भएन भने आउने हप्ताको आइतबार हुनेछ र तपाईहरुलाई सन्वी एनर्जी को आईपीओ परोस् भन्ने आशा छ। अनि तपाईहरु यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र केही जिज्ञासा छ भने त्यो कमेन्टमा लेखिदिनु होला अनि त्यसको जवाब म दिनेछु।